काठमाडौँको बाहिरतिर पर्ने एउटा पुरानो जङ्गलको बाटो, जहाँ राति 12 बजेपछि गाडी आफै रोकिन्छ भन्ने हल्ला थियो। त्यही ठाउँमा प्रहरी जवान सुरजको ड्युटी परेको थियो। उसले यस्ता कुरा कहिल्यै विश्वास गर्दैनथ्यो। उसको साथमा अर्को प्रहरी रमेश पनि थियो। रात गहिरिँदै गयो। जङ्गलबाट हावाको सुस्केर आउँथ्यो। अचानक वायरलेसमा आवाज आयो, युनिट 7, मद्दत गर, मद्दत। आवाज निकै कमजोर थियो। तर समस्या के थियो भने युनिट 7 का सबै प्रहरी 10 वर्ष अघि यही जङ्गलमा हराएका थिए। सुरज डरायो। रमेशले भन्यो, सायद कसैले मजाक गरेको होला। त्यत्तिकैमा उनीहरूको गाडी आफै बन्द भयो। टाढा सेतो प्रहरी पोसाक लगाएको एकजना मानिस देखियो। उसको टोपी पुरानो थियो। शरीरभरि रगत लागेको। सुरजले टर्च बालेर सोध्यो, को हो त्यहाँ? त्यो मानिस बिस्तारै नजिक आयो। उसको अनुहार थिएन, केवल कालो खाली आँखा। वायरलेस फेरि करायो, भाग। ऊ मान्छे होइन। रमेश चिच्याउँदै भाग्न खोज्यो। तर अचानक जङ्गलभित्रबाट धेरै प्रहरीहरूको आवाज आउन थाल्यो। हामीलाई बचाऊ, हामी अझै यही छौं। सुरजको हात काँप्न थाल्यो। उसले फेरि टर्च बाल्यो। तर अब त्यहाँ एउटा होइन, दर्जनौं प्रहरी उभिएका थिए। सबैको अनुहार जलेको, आँखा कालो, र सबै एउटै स्वरमा भन्दै थिए, हाम्रो ठाउँमा किन आयौ? अचानक गाडीको ढोका आफै बन्द भयो। त्यसपछि त्यो रात सुरज र रमेश कहिल्यै भेटिएनन्। आज पनि त्यो जङ्गलबाट राति गुज्रिनेहरूले पुरानो प्रहरी साइरनको आवाज सुन्छन् र सेतो पोसाक लगाएको एउटा भुतिया प्रहरी बाटोमा उभिएको देख्छन्।